उहाँ पनि रमाइलो गरेर हिँडिराख्नु भएको छ हाई भनिदिनु न एकचोटि ह्याप्पी होली हिँड न उहाँ सबैजनालाई एकचोटि हाई भनिदिनु न है हाई भनिदिनु यो ऊ ब्लग हो यस्तो ब्लग भन्ने सुन्नु भएको यस्तो ब्लग के सुन्नु भएन हाई भनिदिनु माया गरिदिनु सपोर्ट गरिदिनु भनिदिनु उहाँ सबैजनाले ह्याप्पी होली सबैजनाले ह्याप्पी होली छ गाइस यो माले अब यहाँ चाहिँ हाम्रो यो 3 गुना चोकाएको छ ह्याप्पी होली यता हेरेर भनिदिनु न ह्याप्पी होली सबजनाले ह्याप्पी होली है हाम्रो धेरै पछि डिस्कस सल्लाह भएर चाहिँ हामी त्यहाँ जम्ने लौ 5 रुपियाँ लौ रोग लौ मैले दिन्छु ल मिठी खाए मिठी है सुरट भोला खाने नि फेरि ह्याप्पी होली सो गाइस कस्तो राम्रो केटी देखेको छु मैले होइन कपाल चाहिँ हेर्नु न कस्तो गर्ली लाम होइन खोइ यस्तो दाइ अगाडि गएर हेरौँ त को रहेछ हेलो मैया भनेको सैया रहेछ नि त यिन त दाइ त झ्या भरि पछाडि आउनु है ह्याप्पी होली सो आज बुढो त यस्तै छ आज चाहिँ होलीको कार्यक्रम है हामी चाहिँ पुरै ग्याङ भएर हिँडिरहेको छौँ हेर्न सक्नुहुन्छ अनि ह्याप्पी होली सो हामीले भर्खरै खै के गरिन्छ होइन ह्याप्पी होली भन्दै चाहिँ अब हाम्रो चाहिँ बस हिँडिरहेको छ होइन ह्याप्पी होली दाइ सबलाई ह्याप्पी होली भनिदिन्छु म होइन यहाँनिर चाहिँ अब के हुन्छ कहाँ के हो आइदिनु तर पनि हामी ब्लग बनाउँदै हिँडेका छौँ होइन गाइस सो आज होली तर खासै सुनु देखिरहेको छु म त त्यस्तै आफूलाई फिल भएको कि यो सुनै हो कि होइन म बुझ्नै सक्दिनँ कि मान्छेहरू अब बिरामी भएर आएको छ कोही आफ्नै पीडामा छ हामी पनि ह्याप्पी होली भन्दै हिँडेछौँ ह्याप्पी होली सर ह्याप्पी होली ओ ह्याप्पी होली ओ सुन्नु न ह्याप्पी होली सो अब हामी चाहिँ यहाँदेखि यस्तो फुल्ली अब र अब आउने यो चाहिँ हाम्रो बस धेरै चाहिँ हुँदैन यहाँ बसबाट चाहिँ यहाँदेखि तपाईँ अर्घाखाँची गुल्मी तमघाट मुसिकोट सदरमुकाम चित्रबेसी ह्याप्पी होली गाइस हामी पुरै हाइवेतिर बेबी भाग्दै हिँडिरहेको छौँ होइन ह्याप्पी होली गाइस कलर किन नलाउनु भएको दाइ होइन ल त्यही पनि ह्याप्पी होली है दुवैजनालाई केटा हेर्नु त मजा छ के अरे आफ्नै पालोमा होइन हो आएको अब उसको चाहिँ उहाँ चिनेको साथी रहेछ न भकाइदिन्छु भने चाहिँ
सो फाइनली अब चाहिँ यो हल्का बुटोलको बिचमा चाहिँ यस्तो टाटेपाटे रोड भयो, त्यसले गर्दा चाहिँ स्कुटी होइन, स्कुटीको होइन, हिँड न भेटाइन्छ कि हिँड न हिँड न भनेको त्यहाँ सो सबैजनाले ह्याप्पी होली सबैलाई। उहाँ पनि रमाइलो गरेर हिँडिराख्नु पर्छ। हाई भनिदिनु न एकचोटि ह्याप्पी होली। हिँड न उहाँ सबैजनालाई एकचोटि हाई भनिदिनु न है। हाई भनिदिनु। यो ब्लग हो, यस्तो ब्लग भन्नु सुन्नु भा, यस्तो ब्लग के सुन्नु भएन। हाई भनिदिनु, माया गरिदिनु, सपोर्ट गरिदिनु भनिदिनु। उहाँ सबैजनाले ह्याप्पी होली, सबैजनाले ह्याप्पी होली छ गाइस। यो माले अब यहाँ चाहिँ हाम्रो यो 3 गुना चोक आएको छ। ल राम्ररी मनाउनुहोस् है। हिँड न पछि ल अलि अगाडि हिँड्छ, म नम्बर भन्नु हिँड्छु के अगाडि हिँड्नु न। 98 678 21 610। सो होइन सबै आँखा के होइन, तपाईँहरू आइनी राम्रो मान्छे आउँदा त राम्रो मान्छे त आउनु पर्यो रे। होइन लास्टमा पस्यो। नाम चाहिँ के हो तपाईँको? सुन्नु न, नाम भनिदिनु न। यहाँ चाहिँ हाम्रो लन्ठाइहरू होली खेल्न हिँडेको। चाहिँ होली खेल्ने क्रममा अब चाहिँ त्यस्तै भइरहेको छ गाइस होइन। ह्याप्पी होली दाइ, ह्याप्पी होली। हिँड्ने अब नम्बर दिने अब सुन। ह्याप्पी होली, ह्याप्पी होली, सेम टु ह्याप्पी होली। इनले त चुप्पा खाइदिएको त केटीले त छि अरे के उहाँहरूको त छि अनि केटीले दिएर ह्याप्पी होली। अनि तिमी त नचिन्ने नि भयो है। तर यो चाहिँ ब्लग हाम्रो चाहिँ धेरै लङ भइसकेको छ। मेन क्लिपहरू चाहिँ म हजुरहरूलाई अब देखाउँदै गर्छु होइन। यो धेरै लङ पिन्न जाम, खासै यहाँ त्यस्तो बाटो केही छैन। मेन क्लिपहरू अब म नेक्स्ट पार्टमा हाल्छु नि त है। ल गाइस, ल बाइ। यहाँ चाहिँ हाम्रो कालिका नगर चोकनिर चाहिँ के भएको रहेछ, यो होली मनाएको कि केही एक्सिडेन्ट भएको कि कसको बिहा हो? तर नि म चाहिँ लास्टमा बसेको चाहिँ लास्ट हामीले क्युट चिमुसी चङ्गना होली खेल्न हिँडेको हुन्छ क्या। यस्तो रहेछ। ह्याप्पी होली यता हेरेर भनिदिनु न, ह्याप्पी होली। सो अहिले चाहिँ हामी फेरि डिस्कस गरेर हाम्रो ग्रुपको चाहिँ ल गाइस सबजनाले ह्याप्पी होली है। हाम्रो धेरै पछि डिस्कस सल्लाह भएर चाहिँ हामी डाले यहाँ चाहिँ अहिले एउटा दुईवटा चाट्ने जस्तो मान्छे चाहिँ देखेँ होइन मैले, बुझ्नै सकेको छैन। घामले पनि हेर्नै मिलेको छैन। तर
सो हाम्रो ग्याङहरू चाहिँ यति हो र सबजनाले यता हेरिदिनु त अगाडि जानु यिनीहरूले हेर्दैन हामी चाहिँ अगाडि जानु ल यिनीहरू हाम्रो रबिन दाई रिकी दाई विष्णु दाई पुष्कल शर्मा पार्ट 2 होइन सबजना नमस्ते होटलको नाम सबजना यस्तो रहेछ चाट्नी जस्तो कोही किन भेट्दैन भनिरहेको छु कि बाटो बन्द छ लेखेको छ यहाँ चाहिँ तर यत्रो बाटो हामी जाने यहाँबाट रमाइलो लागिरहेछ वनपालेमा नैन रेशम फुल त्यसै फुल रहेन सबजना किन यस्तो सुनौ ल हाम्रो चाहिँ गाइस मैले नबुझेको कुरा है मैले यो बुझ्नै सकेको छैन के बाटो बन्द यहाँ छ हामी जाने यहाँबाट यो पुल टावरमा कसले चढाउँछ हौ म त बुझ्नै सकेन चाडक सिधै होइन न के चाड्ने नि आएन त ह्याप्पी होली सबैजनालाई ह्याप्पी होली हो धन्यवाद अन्त एटिट्युडवाला रहेछन् खप्परे के भनिदिन्छ नि मुख बोलाउँछन् जबरजस्ती भन्ने कुरा हुँदैन होइन अघि नि तिनी तिनवटा दिए नि हो ह्याप्पी होली के पछाडि केटी त खनि हामी चाहिँ अब जोइकुटी आएको छौँ यहाँ बाटो बन्द हो माइ गड ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली त ह्याप्पी होली त भनिदेऊ न चिन्नु भएको रहेछ त धन्यवाद ल हाम्रो चाहिँ दुईजना भेट भएको छ यो चाहिँ हाम्रो सन्ते बिहा गरे अहिले बुढीको नाम पुष्पा यो हाम्रो विशाल भाइ दारे भन्छ यसलाई अनि यसले नि बिहा गरेछ यसको त छोरो छ यत्रो छोरो छ कसम यत्रो त छोरो छ बाउ अझै यत्रै छ अझै 20 कटेन त्यो कपाल ओ माई गड यति अगाडि हिँड त यो चाहिँ यो ल फाइनली जोइकुटी आउँदा चाहिँ मैले यो चाहिँ हाम्रो मामा हो सन्ते अनि यो भाइ यो विशाल यता हेर्दै त हेलो भन्न देख्दा यत्रो यसको यत्रो छोरो छ गाइस यत्रो छोरो छ यो अझै त्यत्रो भएन यसको छोरो यत्रो छ यसले नि बिहा गरे यिनको बुढीको नाम चाहिँ पुष्पा धेरै भएन 1 वर्ष भयो एनिभर्सरी रफ नबोल्न माछालाई बोलाएको यो चाहिँ अब ओ कता यता नु त दिदी हेलो ह्याप्पी होली सुन्नु हैन ह्याप्पी होली नानी ओ क्यूट रहेछ नानी चाहिँ ह्याप्पी होली गाइस ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली पट्टा पट पार्छु फेरि अहिले एकछिन पछि फर्काएर फेरि यस्तो घाममा हिँड्नभन्दा बरु म गाइस बसेर एकछिन दुःख सुखको कुरा गरौँ जस्तो मैले बेस्ट मान्छ लाएँ होइन पेट्रोल पम्प त उहाँ गोरु सिके उहाँ के यता पछाडि हो के ह्याप्पी होली हाँस्दा पर्छ र ह्याप्पी ममङ पार ममङ पार ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली म त झ्याप्छु भन्दै जानुपर्छ छोडिदिन्छ बाटो विष्णु दाइलाई करेन्ट लाए जस्तो छ उ
ह्याप्पी होली होइन बोल्दैमा यिनीहरूको के जान्छ हो ह्याप्पी होली ह्याप्पी होली यता पठाइदिनु क्या यता जा कालीका चोकबाट यति तल जा के यहाँ अब यहाँ एउटा दामी क्लिप हुन्छ अब हेर्नु यसरी केटाकेटीले बाटो छेकेको हुन्छ नि यहाँबाट बस्नुको तरिका बताउँछ लौ लौ 5 रुपियाँ लौ रोक लौ मैले दिन्छु ल मिठी खाए मिठी है सुगर भोला खाने होइन नि फेरि ह्याप्पी होली डराउँदैन नि अझ मैले ब्लग बस्तीको तरिका भन्छ नि त बिल्ला भयो लास्टमा त छ्या यो त डराउने हो नानीलाई ज्यापमा कता गयो यतै हाल्नु न ह्याप्पी होली सबैलाई फेरि अर्को रोटी छ नानी नानी छोड्नु न नानीमा झ्यापमा छोडिदियो नानी कस्तो बम्बिटा एक्सिडेन्ट हेर म जस्तो आएर त रोक्छ अरूले हानिदिन्छ बन्नु गाउला जस्तो आउँछ छोडिदियो त बाटो रोसी हैरान छ यार के गरौँ त नि उहाँ केटाहरू चाहिँ पुरा होइन पानीले छेपाछेप लखट्यो यहाँ चाहिँ बाटो छेकिदिनु भयो होइन तिमीलाई मन पराएको छु हेर्नु चोपन मम्मी चोली मैलाई भ मैले तिमीलाई नभने मात्रै हो मन परा पहिले हो क्या हो मेरो बाबु टाउको लाइभ पछि हेर्न सक्नुहुन्छ तपाईँले अलि अगाडि हिँड्न न एउटा डाइलग हाल्नु ओ शिवजी ओ होइन यति अगाडि जान्छ एउटा क्लिप सो गाइस कस्तो राम्रो केटी देखेको छु मैले होइन कपाल चाहिँ हेर्नु न कस्तो गर्ली गर्ली लामो होइन खोइ यसो दाइ अगाडि गएर हेरौँ त को रहेछ हेलो मैया भनेको त सैया रहेछ नि त यिनी त दाइ त झ्या फाइनली गाइज हामीलाई चाहिँ भोक लागेर हामी चाहिँ चौपाटी रेस्टुरेन्ट सेकुवा कर्नरमा आएको छौँ अनि होली खेल्दै हिँड्नु भएको रहेछ यहाँहरू चाहिँ ह्याप्पी होली होइन ह्याप्पी होली भन न अनि के त्यो मुख हल्लाएर होइन भनिदिनु त ह्याप्पी होली भन्यो नि त ल हाम्रो शिवजी दाइ आउनु भएको छ पर्वचोक हो दाइ त्यो पेट मात्र देखिन्छ तपाईँको दाइ ह्याप्पी होली दाइ सबैलाई अब चाहिँ हामी बसेका छौँ दाइ चाहिँ अर्डर लिन आउनु भएको छ स्मेल त गडा खाँदा त फेरि हान्नु त फेरि लजाउनु इङ्ग्लिस आइदिनु न वाला दाइ त लजाएर फेरि उहाँ गएर बस्नु फेरि हरि हरि हरि
चिसो चिसो बोला गर्मीमा ठन्डा टाउकामा अन्डा खाओ रमाइलो गर राति रुमतिर जाऊ